तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामाजिक जागरण विकास मञ्च रूपन्देहीको व्यवस्थापनमा जातीय विभेद विरुद्ध सामाजिक अन्तर्कूलन अन्तर्क्रिया कार्यक्रम सुरु गरिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर 6मा सोमबार भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समाजमा जातीय छुवाछुत तथा विभेदको अन्त्य नभई त्यसको स्वरूप मात्रै परिवर्तन भएको भन्दै गुनासो गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विभेद अन्त्य हुन सके मात्र संस्कारयुक्त समाज निर्माण हुने उल्लेख गर्दै सबै नगरवासीले यसमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभयो। उहाँले तिलोत्तमा नगरपालिकाले सबै प्रकारका विभेद न्यूनीकरणका लागि बजेटको उचित व्यवस्थापन गरी टोल टोलका नागरिकहरू समक्ष पुगेर कार्यक्रम गरिरहेको बताउनुभयो। त्यस्तै तिलोत्तमा नगरपालिकाका योजना तथा अनुगमन शाखा अधिकृत माधव पोखरेलले कार्यक्रमको सहजीकरण गर्दै विभिन्न किसिमले दलित समुदाय थर र जातका आधारमा आज पनि चरम विभेदमा परेको बताउनुभयो। उहाँले स्थानीय तहले नै विभेद न्यूनीकरणका लागि विशेष जोड दिए मात्र छुवाछुत कम गर्न सकिने बताउनुभयो। त्यसका लागि सरकारवाला निकायले समेत सहकार्य गर्नुपर्नेमा अपिल गर्नुभयो। तिलोत्तमा नगरपालिका वडा नम्बर 6का वडा अध्यक्ष गणेश पाठकले पछिल्लो समय सार्वजनिक स्थानहरूमा आफ्नो वडामा जात र थरका आधारमा विभेद नभएको दाबी गर्नुभयो। यदि विभेदमा परे भनेर ओडामा जो कोही नागरिक आएको खण्डमा तत्काल कानुनी प्रक्रियामा जाने प्रतिबद्धता समेत जनाउनु भयो। त्यस्तै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले तिलोत्तमा नगरपालिकामा जातीय विभेद अन्त्य गर्नका लागि बजेटको व्यवस्थापन गरी नगरका टोल टोलमा गएर कार्यक्रम गरिरहेको बताउनु भयो। त्यसै अनुरूप तिलोत्तमा नगरपालिकाले जातीय विभेद विरुद्ध सामाजिक अन्तर्कूलन कार्यक्रम पालिकाको 10 दिने अभियान मार्फत 6 स्थानमा कार्यक्रम गरिने बताउँदै समाज परिवर्तनका लागि सबैभन्दा पहिले व्यक्ति नै परिवर्तन हुनुपर्ने र सकारात्मक भावनाको विकास गरी जातीय विभेद गर्नु सामाजिक अपराध हो भनी नागरिकहरूलाई बुझाउन पनि अन्तर्कूलन जस्ता कार्यक्रमहरूको आवश्यकता परेको बताउनु भयो। कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नम्बर 6का वडा सभापति युवराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा संयोजक ज्ञानु केसी, पूर्व पहुनी टोल विकास संस्थाका अध्यक्ष सुना श्रेष्ठ, टोल विकास संस्था नगर सञ्जाल सदस्य घनश्याम भूषाल, मेडिनी स्कुल व्यवस्थापन समिति अध्यक्ष जगत पौडेल, पञ्चरत्न गीता मन्त्री व्यवस्थापन समितिका अध्यक्ष छत्रराज गौतम, पत्रकार कृष्ण रणपाल, सामाजिक जागरण विकास मञ्चका अध्यक्ष रामबहादुर विक लगायतले बोल्दै जातीय विभेद विरुद्ध एकताबद्ध रूपमा पालिकाभित्रका प्रत्येक टोल टोलमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने र कतै थरकै आधारमा विभेद भएको खण्डमा कानुनी प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए। कार्यक्रम तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको अध्यक्षता तथा पत्रकार अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो।